उनको गाउँ वरिपरि हरियाली जङ्गल, बगिरहेका खोला र सेता हिमालले सजिएको थियो। सरिता आफ्ना आमाबाबुसँग बस्ने गर्थिन् र उनी हरेक बिहान गोठालो जान्थिन्। गाउँको पश्चिमतिर एउटा पुरानो मन्दिर थियो जुन वर्षौं अघि निर्माण गरिएको थियो। मानिसहरू मन्दिरलाई चमत्कारी मान्थे। भनिन्छ मन्दिरको भित्र एउटा जादुको घण्टी थियो जुन बजाउँदा कुनै पनि मनोकामना पूरा हुन्थ्यो। तर त्यो घण्टीसम्म पुग्न साहस, निष्ठा र विश्वासको परीक्षा दिनुपर्थ्यो। सरिता सानैदेखि त्यो घण्टीबारे सुनेर उत्साहित हुन्थिन्। एक दिन उनले घण्टी बजाउने निर्णय गरिन्। त्यो दिनको बिहान आमाबाबुलाई सम्झाएर उनी मन्दिरतिर लागिन्। मन्दिरसम्म पुग्न उनीलाई घनघोर जङ्गल पार गर्नुपर्थ्यो। जङ्गलमा अनेकौं चुनौतीहरू थिए। एक ठाउँमा एउटा चिलले उनलाई रोकेर सोध्यो, "तिमी यहाँ के गर्न जाँदैछौ?" सरिताले उत्तर दिइन्, "म घण्टी बजाउन चाहन्छु।" चिलले भन्यो, "यदि तिमी घण्टी बजाउन चाहन्छौ भने मलाई एउटा प्रश्नको उत्तर देऊ।" सरिताले उत्सुकताका साथ जवाफ दिन तयार भइन्। चिलले सोध्यो, "कुन चिज संसारमा सबैभन्दा मूल्यवान छ?" सरिताले केही बेर सोचिन् र भनिन्, "विश्वास।" चिलले उनको उत्तरलाई स्वीकार गर्यो र बाटो खुल्यो। त्यसपछि उनले ठूला चट्टान, तीव्र